30,000 मा ल्याएको है। हेर्नुहोस् र हामीले चाहिँ यहाँ सानो एउटा ढाबा बनाउँदैछौँ। हेलो सम्पूर्ण साथीहरूमा नमस्कार है। र आज चाहिँ एकदमै घाम लागिरहेछ, उक्रिरहेछ है। र मेरो यो चाहिँ साथी है, आयो हन्टर आयो है। यो डेन्जर छ, यो अलिकति घाइते पनि भइरहेछ है। र अगाडिको नजारा पनि देखाउने छु। यो चाहिँ हाम्रो जर्मन शेफर्ड है। अस्ति मात्रै हामीले यो गान्तोकबाट 30,000 मा ल्याएको है। र यसको बेबीहरू भा चाहिँ 16-15 मा पाउँदो रहेछ। तर यो चाहिँ हामीले ठुलै ल्याइहाल्यो, किनभने ठुलो चाहिँ अब हामीलाई स्याहार्नु सजिलो है। र यसको नै बच्चा चाहिँ यहाँ ब्रिड निक्लिनु आँटेको छ है, ब्याउनु आँटेको छ। लुलु लुलु हेर्नुहोस् है, मायालु छ, यो ब्याउनु आँटेको छ है। यो कडा छ कुकुर है, यो पनि जातको कुकुर हो। यो चाहिँ हामीले दार्जिलिङबाट ल्याएको यसको आमा चाहिँ। र यो चाहिँ यति डेन्जर भइरहेछ अहिले। पर हाम्रो यो सुन्तलेको हन्टर भन्ने एउटा छ, त्यो चाहिँ छाडा कुकुर हो, तर भयङ्कर। त्योसँग चाहिँ अब फाइट भइरहेछ, हारजित चाहिँ भएको छैन है। र त्यसको नाम चाहिँ अलिकति सुन्यो कि यो चाहिँ एग्रेसिभ भइहाल्छ है। आयो होइन, हन्टर हेर्नुहोस् यस्तो डेन्जर है। अब के भन्नु र है, हन्टर आयो भने चाहिँ पछि चाहिँ यो चाहिँ यस्तो भइहाल्छ। आयो आयो भाइ हेर्नुहोस् है। अब हामीले नछुट्याएको भए चाहिँ अस्ति मारेको त्यसलाई चाहिँ है, यसले टोकेपछि चाहिँ नछोड्दो रहेछ। यसको पनि अलिकति हात बिग्रेको छ है। ले हात हेर्नुहोस् है, यति ज्ञानी छ है। अनि यो हामीले चाहिँ सानो ल्याउनु भन्दा चाहिँ ठुलो ल्याउने फाइदा लाग्यो, किनभने यसले टट्टी पिसाब बाहिरै जाइहाल्छ टाइममा है। अब मसिनो ल्यायो भने चाहिँ भित्रै अब स्याहार्नु साह्रो है। त्यसले गर्दा हामीले चाहिँ ठुलो यो 1 इयर्स पुगेको रहेछ यो चाहिँ भर्खर। अनि यो एकदमै ज्ञानी छ है। आयो भाइ हन्टर आयो, डेन्जर 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 छ है। र यो चाहिँ यहाँ सुतिरहेछ है चिसोमा। लिल्लु लिल्लु हेर्नुहोस् है, ब्याउनु आँटेको छ है। यसकै जर्मन शेफर्डकै ब्रिड हो। यसको नाम चाहिँ लुल्लु है। र यसको डिमान्ड भइसकेको छ। र यसको चाहिँ राजा पनि हो, भाइ पनि। भाइभन्दा बेसी यो एकदमै अगाडि आउँछ है। भाइले हात कुन चाहिँ अस्ति यहाँले, ओइ हातले यो हो दुखेको। ए यहाँनिर टोकेको छ, म यहीँ दुख्यो। आयो हन्टर आयो, हेर्नु आज चाहिँ यस्तो उक्रिरहेछ है, दिन उक्रिरहेछ है। र हामीले चाहिँ यहाँ सानो एउटा ढाबा बनाउँदैछौँ। यो सक्सेस भइसकेकै छैन है, अझै 2-3 दिन लाग्छ होला। र यो दीपावली भन्दा चाहिँ अगाडि हामीले ओपनिङ गर्ने कोसिस गरेको छौँ। यतापट्टि फोटोसुटको लागि एउटा चाहिँ बनाउनु छ है। र यो तलको निम बस्तीहरू, गुरुबथान, अम्बियोकहरू भयो है, चाल्सा सबै देख्न सकिन्छ। र आज चाहिँ अलिक कम्ती मात्रामै छ टुरिस्ट चाहिँ, हिजो एकदमै बेसी थियो। र यस्तो छ हाम्रो चाहिँ गाउँघरहरू है। र हामीले होमस्टेको पनि प्लान गरिसकेको छौँ। यो आउने साल चाहिँ यो एक्सलेप चाहिँ भइसक्यो। आउने साल चाहिँ अब एकदमै बनिसकेको हुन्छ होला सायद है। हेर्नुहोस् है, यस्तै छ जिन्दगी है। अब हेर्नुहोस् है, फेरि हन्टरको कुरा गर्यो कि त्यो बौलिहाल्छ। हन्टर आयो हन्टर, आयो हन्टर। यो चाहिँ यस्तो डेन्जर, यो सुतिरहेछ। लुरी 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 भाइ म खोइ हातले हेर्नुहोस् है। अब